कोशी नेपालकै पंक्षी र प्रकृति प्रेमीहरूको स्वर्ग। कोशी नेपालको पूर्वी भेगमा अवस्थित छ। यहाँको मुख्य नदी प्रणालीमा भोटेकोशी, सुनकोशी, तामाकोशी, दुधकोशी, तमर, अरुण र इन्द्रावती नदीहरूको संगमले बनेको सप्तकोशी नदी पर्दछ, जसलाई नेपालकै सबैभन्दा ठूलो नदी पनि मानिन्छ। यस भेगको भूगोल अत्याधिक सिमसार र विभिन्न जलस्रोतले भरिपूर्ण छ। यही कारणले गर्दा कोशी क्षेत्र वनस्पति तथा जीवजन्तुका लागि अत्यन्त अनुकूल मानिन्छ। यहाँको जैविक विविधता र समृद्ध प्राकृतिक स्रोतका कारण कोशीलाई पन्छीहरूको राजधानी भनेर पनि चिनिन्छ। कोशी प्रदेशले यस वर्ष पर्यटन वर्ष 2082 घोषणा गरेको छ। सोको प्रभावले यस प्रदेशमा चरा हेर्न आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ। कोशी प्रदेशमा विगतको तथ्याङ्क अनुसार करिब 538 प्रजातिका चराहरू पाइन्छन् भने कोशी टप्पु आरक्ष क्षेत्रमा मात्र एकै दिनमा 300 प्रजाति भन्दा बढी चराहरूको अवलोकन गर्न सकिन्छ। म एक चरा तथा प्रकृति प्रेमी। विगत 5-6 वर्षदेखि म नेपालमा पाइने विभिन्न प्रजातिका चराहरूको दृश्य कैद गर्दै आइरहेको छु। अहिलेसम्म मैले नेपालमा पाइने 903 प्रजाति मध्ये 677 प्रजातिका चराहरू अवलोकन गरेको छु र 660 प्रजातिका चराहरूको दृश्य कैद गर्न सफल भएको छु। यस क्रममा खिचिएका केही फोटोहरूले स्वदेशी र विदेशी फोटो प्रतियोगिताहरूमा पनि पुरस्कार जितिसकेका छन्। चराहरूको फोटो खिच्नका लागि नेपालका धेरै भौगोलिक क्षेत्रमा पुग्नुपर्छ। ती मध्ये मेरो मनपर्ने ठाउँ कोशी हो। कोशी क्षेत्रभित्र कोशी टप्पु आरक्ष क्षेत्र, बर्जु ताल, पटनालीको जङ्गल, भागलपुर, हरिपुर र कोशी नदी वरिपरिको क्षेत्र पर्दछन्। कोशी पंक्षी समाज र कोशी प्रदेशद्वारा हरेक वर्ष गरिने पंक्षी गणना यस वर्ष पनि सम्पन्न भएको छ। यसै क्रममा कोशी प्रदेशका विभिन्न जनप्रतिनिधिहरूले चरा पर्यटनको बारेमा आफ्नो दृष्टिकोण व्यक्त गरेका छन्। ल सबैलाई नमस्कार। म भरत घिमिरे, बेलाका नगरपालिका वार्ड नम्बर 9 को वडा अध्यक्ष। विशेष रूपमा हाम्रो कोशी टप्पु वन्यजन्तु आरक्षणसँग जोडिएको यस बेलाका नगरपालिका चराहरूको लागि एकदमै उद्गम ठाउँ हो। यहाँ बेलाका नगरपालिका त आधीभन्दा धेरै त जङ्गलकै एरिया पनि छ। त्यसको हिसाबले बेलाका नगरपालिका पर्यटन पूर्वाधारमा चरा चुरुङ्ग्याङमा एकदमै अगाडि पनि बढेको ठाउँ छ। विशेष गरी हाम्रो जो कोशी टप्पु वन्यजन्तु आरक्षणसँगै धौरी टप्पु एरिया, एबिसी टप्पु लगायत यो माङ्काली एरिया, मैनामनी एरियासम्म चाहिँ चराको जोन भन्दा पनि हुन्छ। सप्तकोशीको नदीको आसपासका क्षेत्र चाहिँ एकदमै चराहरू आउने बस्ने गर्ने गरेको चाहिँ हामीले देख्दै आएका छौँ। नमस्कार, म कपिल आचार्य, वास्तव नगरपालिका वार्ड नम्बर 7 को वार्ड अध्यक्ष।
कोशी चाहिँ एउटा सिमसार नेपाल सबभन्दा ठुलो नदी र एउटा सिमसार रहेको हुँदा यहाँ चाहिँ चराहरूको पनि एउटा महत्त्वपूर्ण वासस्थान रहेको अवस्था पाएका छौँ। यहाँ धेरै वर्ष अगाडिदेखि यो पन्छी समूह समाजले एउटा आफ्नो गतिविधि बढाउँदै गरेको छ र नेपालको यो सप्तकोशी किनारमा चाहिँ देश विदेशबाट धेरै खालका प्रजातिका यो विन्टर भ्याकेसनमा चाहिँ चराहरू आउने क्रम छ। त्यस कारणले म यहाँलाई अनुरोध गर्न चाहन्छु, नेपालमा नेपाल कोशी प्रदेश सरकारले चाहिँ पर्यटन वर्ष 2082लाई घोषणा गर्दै गर्दा यो हामी कहाँमा आउने चराहरूको वासस्थानको अवस्था, यसको सुरक्षा र यसको अनुगमन गर्नका लागि जुन संस्थाले काम गरिरहेछ यसलाई पनि तपाईँहरूले कमसेकम यसको सम्वर्धन र प्रबन्धनको लागि म कोशी प्रदेश सरकारलाई अनुरोध गर्न चाहन्छु। तर कोशी प्रदेशमा मानवजनित नकारात्मक क्रियाकलापहरूले चरा, वन्यजन्तु र प्रकृतिलाई खतरा पुर्याइरहेको छ। यी समस्याहरूको समाधानका लागि कोशी पन्छी समाज, BCN, KBO जस्ता संस्थाहरूले जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यद्यपि माथिका कार्यहरूलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायहरूले पनि वातावरण संरक्षण र वन्यजन्तु सुरक्षामा सक्रिय सहयोग पुर्याउन आवश्यक छ। नमस्ते, म गीता गुरुङ खेवा, छतर जोरपाटी वडा नम्बर 1 हात्ती खर्क मेरो घर। अहिले चाहिँ छतर जोरपाटी गाउँपालिकाको उपाध्यक्ष। यहाँको चाहिँ वातावरण पनि अलिकति रुखपात हैन जङ्गलहरू चाहिँ एकदम नजिक भएको हुनाले पनि होला यही वडामा चाहिँ अलिकति हाम्रो चाहिँ पन्छीहरू चाहिँ विशेष गरी चाहिँ यहाँ देखिएको मैले पनि देखिरहेको छु। नमस्ते, म प्रेमबहादुर दाहाल, बेलका नगरपालिका वडा नम्बर 2 को वडाध्यक्ष। कोशी टप्पु वन्यजन्तु आरक्षण धेरै साल अगाडिदेखि चराचुरुङीको लागि अन्तर्राष्ट्रिय रूपमै परिचित एरियाहरू हो। धेरै प्रजातिका चराचुरुङ्गीहरू यस आरक्षभित्र भएकोले गर्दा अन्तर्राष्ट्रिय चरा अध्ययनका रूपमा विद्यार्थीहरू पनि आइरहेको अवस्थाहरू छ। त्यसो भएर यहाँको चरा सँगसँगै अर्ना लगायतका जीवजन्तुहरूको नि आकर्षक केन्द्रहरू बन्दै गएको छ। नमस्ते, म जितेन्द्र राई, साँगुरीगढी गाउँपालिकाको अध्यक्ष। कोशी प्रदेश सरकारले यो वर्षलाई 2082लाई कोशी भ्रमण वर्षको रूपमा मनाउने चाहिँ योजनासहित अहिले विभिन्न सेक्टरमा कामहरू भइरहेको छ। म त्यसको लागि कोशी प्रदेश सरकारलाई पनि म धन्यवाद दिन चाहन्छु। यो प्रदेशमा पाइने पन्छीहरू जुन चाहिँ चरा चाहिँ विभिन्न प्रकृतिका चराहरू छन्, विश्वमै लोपोन्मुख भएका चाहिँ पन्छीहरू पनि यो प्रदेशमा पाइन्छ। कोशी पर्यटन वर्ष 2082 को उपलक्ष्यमा सम्पूर्ण स्वदेशी तथा विदेशी चरा, वन्यजन्तु, वनस्पति र प्रकृति प्रेमी पर्यटकहरूलाई कोशी प्रदेश भ्रमणका लागि कोशी प्रदेश सरकार हार्दिक स्वागत गर्दछ।